फर्स्ट टाइममा रिजेक्ट हुनुको कारण चाहिँ के लाग्छ भन्दाखेरि मैले प्रोपरली रिसर्च गरेको थिइनँ। अनि के रिसर्च भनेको चाहिँ टेलिग्राम र फेसबुकमा गएर त्यो ग्रुपमा हालेको कुराहरू च्याटहरू हेर्नु मात्र होइन क्या, हामीले गुगलमा जानु पऱ्यो, त्यहाँदेखि विकिपिडियामा जानु पऱ्यो, त्यो युनिभर्सिटीको बारेमा हेर्नु पऱ्यो, आफूले चुज गरेको मेजर हेर्नु पऱ्यो, अनि त्यो मेजरको बारेमा रिसर्च गर्नु पऱ्यो, युनिभर्सिटीमा कोही हुनुहुन्छ भने कन्ट्याक्ट गर्नु पऱ्यो, के छ त्यो युनिभर्सिटीको इन्भाइरोमेन्ट कस्तो छ। अनि हामी चाहिँ के छ भन्दाखेरि एप्लिकेसन फी लाग्दैन भन्ने बित्तिकैमा हामी के गर्छौँ भन्दाखेरि त्यस्तै युनिभर्सिटी छान्छौँ। अनि प्रायः चाहिँ एप्लिकेसन फी नलाग्ने युनिभर्सिटीहरू धेरै के हुन्छ भन्दाखेरि एकदम रिमोट एरियामा हुन्छ। अनि त्यहाँ गइसकेपछि पनि इनकेस भिजा लागिहाल्यो भने पनि एकदम गाह्रो हुन्छ उहाँको सर्भाइभ गर्न पनि। तर के छ भन्दाखेरि फर्स्ट अफ अल भनेको चाहिँ त्यस्तो युनिभर्सिटीमा भिजा लाग्ने चान्स नै एकदम कम हुन्छ। अनि पोसिबल हुन्छ भने स्याटहरू गरेर मजाले राम्रो युनिभर्सिटी रिसर्च गर्नु। एप्लिकेसन फी पे गर्नुपर्छ भने अफकोर्स त्यो युनिभर्सिटी सम सर्ट अफ राम्रै हुन्छ जस्तो लाग्छ म चाहिँ। अनि युनिभर्सिटीहरूमा रिच आउट गर्ने के कुरा आफूले वेब गर्न सकिन्छ भने प्रोफेसरहरूसँग हुन्छ भने कन्ट्याक्ट गर्ने यो। अनि त्यसरी मेन भनेको चाहिँ मैले सेकेन्ड एटेम्पमा इम्प्रुभ गरेको कुरा भनेको चाहिँ मैले आफ्नो गल्ती गरेको, मैले फर्स्ट टाइममा रिसर्च नै प्रोपर गरेको थिइनँ। त्यो कुरालाई चाहिँ मैले ओभरकम गर्नलाई मसँग एकजना मेन्टर हुनुहुन्थ्यो, उहाँले एकदम हेल्प गर्नुभयो। मेन्टर चाहिन्छ भने चाहिँ एकदम लिनु नै हेल्प लिनु, आफूलाई जेन्युन हेल्प चाहिन्छ भने चाहिँ लिनु पऱ्यो क्या। मेन्टर चाहिन्छ पैसा भन्दैमा त्यो हुँदैन। इफ आफूले जेन्युन सजेसन पाइन्छ भने त्यसको लागि